कुमाक गाउँपालिका वडा नम्बर 1 मा अवस्थित श्रीकोट डाँडाको शिखरमा रहेको श्रीकोटगढी टाकुरा पश्चिम नेपालको महत्वपूर्ण ऐतिहासिक, सामरिक तथा सांस्कृतिक धरोहर हो। घना सल्लागारी वनको बीचमा रहेको यो गढी आज भग्नावशेषको अवस्थामा भए पनि यसले कुमाक क्षेत्रको गौरवपूर्ण इतिहास बोकेको छ। स्थानीय इतिहास तथा जनश्रुति अनुसार यो गढी 2200 राज्यकालमा निर्माण गरिएको सामरिक किल्ला हो। यद्यपि यसको निर्माण सम्बन्धी ठोस लिखित प्रमाण हालसम्म प्राप्त भएको छैन, तर यसको संरचना र पुराना ढुङ्गाका पर्खालहरू हेर्दा यो करिब 240 देखि 300 वर्ष पुरानो रहेको अनुमान गरिन्छ। खासमा यो परापूर्वकालमा यो यहाँ राजाहरू बस्ने गरेको यो राजाको यो किल्ला, यसलाई चाहिँ आफू सुरक्षित रहनको निम्ति पर्खाल बनाएर यहाँ अहिले अवशेषहरू देख्न सकिन्छ। यिनी बङ्कर बनाएको, अहिलेको आधुनिक बङ्करहरू फरक हुन्छ। यो पहिलेको त्यो पालाको बङ्करहरू बनाएको, यहाँ चाहिँ आफू सुरक्षित रहनको लागि यहाँको राजाले यो एउटा गढी बनाएको, यो गढी बनाएर सुरक्षित रहनको लागि बनाएको भन्ने बुझिन्छ। इतिहासकारहरूको उल्लेखअनुसार सल्यान राज्यको स्थापना बीस 1475 तिर भएको मानिन्छ। प्रारम्भिक समयमा सल्यान राज्यको मुकाम सामकोट क्षेत्रमा रहेको भनाइ पाइन्छ, जुन हालको श्रीकोट हुन सक्ने अनुमान स्थानीय इतिहासविदहरूले गरेका छन्। पछि सल्यान राज्य पश्चिम नेपालका शक्तिशाली 2200 राज्यहरूमध्ये एकका रूपमा विकसित भएको थियो। तत्कालीन समयमा राज्यको सुरक्षा, सीमाको निगरानी तथा सैनिक गतिविधिका लागि अग्ला रणनीतिक स्थानहरूमा गढी निर्माण गर्ने प्रचलन थियो। श्रीकोट गढी टाकुरा पनि त्यही उद्देश्यले निर्माण गरिएको महत्त्वपूर्ण सुरक्षा चौकी भएको मानिन्छ। यो मन्दिर, यो मन्दिरको बारेमा यो अलि पछाडि बनाएको भन्ने सुनिएको छ। यो मन्दिरहरू अहिले यो ठ्याक्कै कुलदेवता भन्ने हुन्छ नि, एउटा हाम्रो यहाँको चन्द समुदायको कुलदेवताको यो मन्दिर हो भन्ने कुरा छ यो अहिले। र त्योभन्दा अगाडि यो चाहिँ यो पहिले यहाँको राजाले बनाएको यो एउटा चाहिँ पर्खाल, यो पर्खालभित्र रहेर आफू सुरक्षित रहनको लागि बनाएको यहाँ अहिले अवशेषहरू देख्न सकिन्छ। बन्दुक निकालेर बाहिरतिर गर्ने, ट्याक्कै बन्दुक राख्ने बनाएको त्यो खालको पनि छ। यो यस्तो अवशेषहरू छन्। अब हाम्रो उद्देश्य अब यसलाई चाहिँ ऐतिहासिक रूपमा यसलाई संरक्षण गर्ने, एउटा पर्यटकीय स्थल बनाउने भन्ने हाम्रो सोच छ। त्यो यहाँ अहिले पनि पुराना पर्खाल, सुरक्षात्मक संरचना तथा खाडलका अवशेषहरू देख्न सकिन्छ। स्थानीय बासिन्दाका अनुसार गढीमा दुईवटा प्रवेशद्वार थिए, जसमा एउटा मुख्य र अर्को आकस्मिक अवस्थामा प्रयोग गरिने गोप्य मार्ग रहेको विश्वास गरिन्छ। श्रीकोट गढी सामरिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थानमा अवस्थित छ। यहाँबाट चोरजहारी, कोचहारी, जगतीपुर तथा भेरी नदी आसपासका क्षेत्रहरू स्पष्ट रूपमा देख्न सकिन्छ। इतिहास अनुसार जाजरकोट राज्य बीस 1461 तिर स्थापना भएको थियो भने जहारी राज्य बीस 1475 मा स्थापना भएको उल्लेख पाइन्छ। यी राज्यहरूको गतिविधि निगरानी गर्न सकिने अवस्थिति भएकाले श्रीकोट गढी सूचना आदान प्रदान, सुरक्षा निगरानी तथा सैनिक गतिविधिको केन्द्रका रूपमा प्रयोग भएको हुन सक्ने अनुमान गरिन्छ। नेपाल एकीकरणको क्रममा पनि यस्ता गढीहरूको महत्त्वपूर्ण भूमिका रहेको थियो। सन् 1823 मा सल्यानका राजकुमार रणभीम शाहसँग पृथ्वीनारायण शाहकी छोरी विलासकुमारीको विवाह भएको थियो। त्यसपछि सन् 1825 मा सल्यान राज्यले नेपालको संरक्षकत्व स्वीकार गरेको र अन्ततः सन् 1866 मा सल्यान राज्य नेपालमा पूर्ण रूपमा गाभिएको इतिहासमा उल्लेख पाइन्छ। त्यस समयसम्म श्रीकोट गढी जस्ता स्थानहरू सैनिक तथा प्रशासनिक दृष्टिले महत्त्वपूर्ण मानिन्थे। धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि यो स्थल महत्त्वपूर्ण छ। स्थानीय विश्वासअनुसार यहाँ देवी देवतासँग सम्बन्धित ठान रहेको छ र विशेष गरी बडादशैंका अवसरमा पूजाआजा तथा धार्मिक गतिविधिहरू सञ्चालन हुने गर्दछन्। ऐतिहासिक महत्त्वसँगै श्रीकोट गढी टाकुरा प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ। यहाँबाट सल्यान, जाजरकोट, चौरजहारी क्षेत्रका मनोरम पहाडी दृश्य तथा भेरी नदीको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ। शान्त वातावरण, घना वन र ऐतिहासिक अवशेषहरूले यस क्षेत्रलाई आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सक्ने सम्भावना देखिन्छ। हालसम्म यस गढीमा विस्तृत पुरातात्विक अध्ययन हुन सकेको छैन। त्यसैले यसको वास्तविक इतिहास, निर्माणकाल तथा महत्त्वबारे थप अनुसन्धान आवश्यक छ। उचित संरक्षण, अध्ययन र प्रचार प्रसार गर्न सकिएमा श्रीकोट गढी टाकुरा पश्चिम नेपालको एक महत्त्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय सम्पदाका रूपमा स्थापित हुन सक्छ।